तर तुलना गर्ने हो भनेदेखि त तुलनै गर्ने हो भने त गरौँ न त खुलेरै होइन, यो चिजमा त खुलेर गर्नुपर्छ नि त। रेडियो नेपाल सुरु हुँदाखेरि जतिखेर रेडियो नेपाल सुरु भयो बोल्नका लागि सुरु भएको हो कि होइन, टेलिभिजन सुरु भयो बोल्नका लागि सुरु भएको हो कि होइन, गोर्खापत्र सुरु भयो बोल्नका लागि सुरु भएको हो कि होइन, कसको पालामा सुरु भयो यी तिनटै चिज? अब भन्नु होला फेरि तपाईँले ती त राजाको भजन गाउँथे नि त भनेर भन्नु होला। अहिले चाहिँ थोरै रेडियो नेपाल, गोर्खापत्र, नेपाल टेलिभिजनले जनताको मुद्दा उठाउँछ र भनेको, कर्णालीमा नुन नपाएको कुरा यसले उठाउँछ र भनेको, जसको सरकार छ सत्तामा बसेका मान्छेले सुन तस्करी गरेको त्यसले न्युज भन्छ र भनेको, भन्दैन त। अनि बोल्नका लागि त त्यो समयमा त बरु शासकहरूले जसलाई हामी निरङ्कुश भनिरहेका छौँ कम्तीमा सुरुवात गरेका रहेछन्। एक थरी भन्छन्, ल तपाईँ के भन्छन् भने खान पाएको थिएन भनेर भन्छन्, लाउन पाएको थिएन भन्छन्। ए बाबा, धागो कारखाना कसको पालामा सुरु भयो, कपडा कसको कारखाना पालामा सुरु भयो, सिमेन्ट कारखानाहरू कसको पालामा, गोरखकाली टायर कसको पालामा भयो? आज हामीले ती चिजहरूलाई कहाँ पुर्यायौँ, के बनायौँ हामीले? यो चिज हेर्नुपर्छ कि पर्दैन? तपाईँको सर तपाईँसँग बुवाको सम्पत्ति जति थियो त्यो सम्पत्ति तपाईँ सबै बेचेर चाहिँ सुख शैलमा तपाईँ हुर्किनु भयो, बेचेर भनेदेखि तपाईँले चाहिँ के गर्नुभयो त? तपाईँको तर्फबाट चाहिँ तपाईँले कति जोड्नुभयो, तपाईँले कति कमाउनु भयो, त्यो चाहिँ हेर्नुपर्छ कि पर्दैन भने जस्तै हो। अहिले पुराना भएका चिज सब बेचेको छ, नयाँ चिज सिर्जना गर्न सकेको छैन। अनि थोर बहुत कुराहरू बाटो बनिएको चाहिँ बाटो हुने